सम्पूर्णलाई नमस्कार। हामी पन्थी इलेक्ट्रिकल सप्लायर्सबाट यहाँहरूलाई हामी यो एउटा प्यानल बोर्ड देखाउन गइरहेका छौँ। हजुरहरूले हेर्न सक्नुहुन्छ यो एउटा ठुलो 320 एम्पियरको 4 पोल एमसीसीबी वाला मेन 4 पोल एमसीसीबी वाला प्यानल बोर्ड हो। हामीले यसमा सम्पूर्ण वायरिङहरू हामीले बस बारको माध्यमबाट वायरिङ गरेका छौँ। यो वायरिङ हजुरहरूलाई हामीले यो ठुलो इन्डस्ट्रियलको लागि जाँदै गरेको हुँदा यसलाई हामीले पुनः बस बारकै माध्यमबाट वायरिङ गरेका छौँ ताकि नतातोस्, लोडको क्षमता बढोस् भन्ने हिसाबले हामीले यसमा सबै 4 पोलका एमसीसीबीहरू युज गरेका छौँ। अनि हामीले यसलाई अलिकति नयाँ डिजाइनबाट हामीले गरेका छौँ। हामीले यसलाई तपाईको 6वटा ढोका राखेर काम गरेका छौँ र हामीले यसमा यूपीएस अनलाइन सिस्टमको पनि वायरिङ हामीले राखेका छौँ। यसलाई हामीले एलएनटी को 320 एम्पियरको एमसीसीबी युज गरी हामीले यसमा तयार गरेका छौँ। यहाँहरूले देख्न सक्नुहुन्छ हाम्रो यो फ्याक्ट्रीमा पन्थी ग्रुप अफ इन्डस्ट्रिज प्राइभेट लिमिटेडबाट हामीले यो प्रोडक्सन हामीले स्टार्ट गरेका छौँ, जसले गर्दा हजुरहरूलाई आवश्यक पर्ने सम्पूर्ण प्यानल बोर्डहरू र 3 फेज सम्बन्धी र सिंगल फेज सम्बन्धी इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स सम्बन्धी सम्पूर्ण कुराहरूलाई आवश्यक परे हामीलाई सम्झनुहोला। धन्यवाद यहाँहरू सम्पूर्णलाई। यहाँनिर यो हामीले अब यो प्यानललाई हामीले डेलिभरीको लागि हामीले प्याकेजिङ गर्न गइरहेका छौँ। यो हाम्रो प्याकेजिङ पनि अत्यन्तै यो सेफ गरेर हामीले पठाउँछौँ। जहाँसुकै जाँदा पनि हाम्रो यो ड्यामेज हुँदैन र स्क्रैच पनि हुँदैन। हामीले पहिला गत्ताले ऱ्यापिङ गरिन्छ अनि त्यस पछाडि फेरि हामीले पुनः फेरि प्लास्टिक ऱ्यापिङ हामीले सिल पनि गरिन्छ। यो हजुरहरूलाई हामीले यहाँनिर देखाइरहेका छौँ। यो जुन ऱ्यापिङ गरेका छौँ यो अत्यन्तै सेफली हामीले ऱ्यापिङ गर्न गइरहेका छौँ। हजुरहरूलाई कुनै पनि चिजहरूलाई हामीले यहाँबाट डेलिभरी गर्दा हामी आफै चेक गरेर एकदम ढुक्क तरिकाले हामीले यहाँबाट पठाउँछौँ। यो कुरा हजुरहरूलाई भिडियो माध्यमबाट पनि हामी देखाइरहेका छौँ। हजुरहरूलाई कुनै पनि कुराहरू आवश्यक परे सम्झिनु होला र हामी हजुरहरूलाई सेवा गर्नको लागि तत्पर छौँ। यहाँहरूलाई जानकारी गराउन चाहन्छौँ। रेडीको लागि भयो हामीलाई यो पन्थी ग्रुप अफ इन्डस्ट्रिजबाट हामीले चाहिँ यो बनाउने गरिन्छ। त्यसको लागि धेरै धेरै धन्यवाद।